हेलो गाइस, आज चाहिँ म एकदम पानीपुरी बनाउनेवाला छु र यो पानीपुरी म्याजिक ट्रिट यो चाहिँ मैले फ्लिपकार्टबाट अर्डर गरेको। तपाईँहरूलाई लिङ्क चाहियो भने चाहिँ तपाईँले मलाई कमेन्ट बक्समा लिङ्क भनेर लेख्नु सक्नुहुन्छ। र यो किटभित्र चाहिँ के पाउँदो रहेछ भन्दा चाहिँ पुदिना पानी पाउडर, अन्त खट्टा मिठा इमली पानी पाउडर, अन्त यो पानीपुरीको पापड हो। अन्त यो पापडलाई चाहिँ अब म तेलमा फ्राई गर्नेवाला छु। फ्राई गरेँ हो मैले यसरी। मलाई चाहिँ पुरा पानीपुरीको क्रेभिङ भइरहेको थियो। सो अस्ति बजारमा खाँदा पनि मलाई स्याटिस नभएर चाहिँ मैले आज घरमै बनाउँछु भनेर चाहिँ डिसाइड गरेर चाहिँ मैले यो बनाइरहेको छु हो। अन्त यो पानीपुरी फ्राई भइसकेर चाहिँ मैले एकदम पानी हालेँ। अन्त योमा चाहिँ म यो पाउडरहरू मिक्स गरेर हाल्नेवाला छु। यसमा चाहिँ म दुइटै मिक्स गर्छु, खट्टा मिठा र त्यो नर्मल पुदिना पानी। सो टेस्ट राम्रो होस् भनेर अन्त मैले यसरी मिक्स गरेँ। यो चाहिँ पानीमा एकदम राम्रो भयो हेर्दा पनि, अनि खाँदा पनि एकदम मिठो नै थियो यो। सो यहाँ मेरो पानीपुरी एकदम रेडी भइसकेको छ हो। अब चाहिँ मैले पानीपुरी एकदम इन्जोय गर्नेवाला छु। यो पानीपुरी बनाउँदा चाहिँ मलाई यस्तो फर्स्टमै मुखमा पानी आएर चाहिँ मैले यो स्टिकर युज गरेको थिएँ हो। अन्त यहाँ हेर्न सक्नुहुन्छ मैले कसरी पानीपुरी एकदम मेहनतले बनाएर एकदम इन्जोय गरेँ आजको दिनमा। आजको मेरो सन्डे चाहिँ यस्तै बित्यो गाइस। होप तपाईँहरूको सन्डे पनि राम्रै बित्यो होला।